हेलो गाइस, म फेरि आइसकेको छु तपाईहरुको लागि छोटो मिठो इन्फर्मेसन भिडियो लिएर। आजको इन्फर्मेसन भिडियो रहेको छ युरोप न्यू सेन्जेन कन्ट्री रोमानियामा काम र कम्पनी चेन्ज गर्न मिल्छ कि मिल्दैन, यदि जब चेन्ज गर्न काम चेन्ज गर्न कति महिनापछि प्रोसेस गर्न मिल्छ, कति महिनापछि काम चेन्ज गर्न मिल्छ या मिल्दैन, अनि डकुमेन्टहरु के चाहिन्छ काम चेन्ज गर्नको लागि र कतिको सजिलो छ या गाह्रो छ काम चेन्ज गर्न रोमानिया आइसकेपछि कतिको सजिलो छ काम चेन्ज गर्न अथवा कम्पनी चेन्ज। अब काम चेन्ज गरेपछि कम्पनी पनि चेन्ज भइहाल्यो हैन, त्यसको लागि भिडियो लिएर आएको छु। भिडियो अन्त्यसम्म हेर्नु होला। हेलो हाई नमस्ते बुना सालुट, के छ आरामै हुनुहुन्छ होला। तपाईहरु पहिला त रोमानिया वर्क भिजामा आउनुहुन्छ। 3 महिनादेखि 6 महिनाको भिजामा हामी आइन्छ हैन। यहाँ आइसकेपछि त्यो भिजा सिद्धिने बेलासम्म काम गराउँछ हैन, त्यही भिजामै काम गरिन्छ। त्यसपछि तपाईहरुको सिद्धिन भन्दा अलि अगाडि यदि कुनै कम्पनीले चाहिँ सिद्धिने बेलामा ठ्याक्कै टिआरसी टेम्पोरेरी रेसिडेन्ट कार्ड बनाइदिइहाल्छ। कसैले चाहिँ अलि ढिलो पनि गरिदिँदो रहेछ हैन। प्रायः जसो ढिलो चाहिँ कन्ट्र्याक्टमा पर्ने साथीहरुको, अब के भन्छ सप्लाईमा पर्ने साथीहरुको चाहिँ ढिलो भएको मैले बुझेको छु। र तपाईहरुको यहाँ काम चेन्ज गर्नको लागि चाहिँ टिआरसी कार्ड आइसकेपछि, टेम्पोरेरी रेसिडेन्ट कार्ड आइसकेपछि मात्रै तपाईले काम चेन्ज गर्न मिल्छ है। अनि सजिलो या गाह्रो के छ म यसलाई जोडिहाल्छु। यो सजिलो या गाह्रो के छ भन्ने विषयमा चाहिँ तपाईहरुको कम्पनीमा भर पर्छ है। कम्पनीले तपाईलाई पर्मिसन दियो, हुन्छ तैँले काम चेन्ज गर्न पाउँछस् भनेर तपाईलाई पर्मिसन रिलिज पेपर दियो भने सजिलो छ। धेरै जसो कम्पनीहरुले रिलिज पेपर दिन गाह्रो गर्दो रहेछ। तपाईले कन्भिन्स गर्न सक्नुभयो भने पाउनुहुन्छ, नभए गाह्रो नै छ है त। त्यस्तो नेपालमा सुने जति अरूले भनेको जस्तो सजिलो छैन है त। यहाँ अब त्यही हो, पहिला त टिआरसी बन्नु पर्यो हैन, रेसिडेन्सी टेम्पोरेरी रेसिडेन्सी कार्ड बन्नु पर्यो। त्यसपछि मात्रै तपाईले बाहिर काम खोजेर तपाईले गरिराखेको कम्पनीमा चाहिँ, तपाई नेपालबाट जुन कम्पनी आउनु भएको थियो त्यो कम्पनीमा चाहिँ रिक्वेस्ट गरेर तपाईले रिलिज पेपर माग्नु पर्ने हुन्छ, अनुमति पत्र माग्नु पर्ने हुन्छ। म अर्को कम्पनीमा जान्छु भनेर तपाईले अनुमति माग्नु पर्ने हुन्छ। तपाईहरुले जब रोमानिया आएर टिआरसी बनिसकेपछि काम चेन्ज गर्नको लागि चाहिँ टिआरसी बनिसकेपछि 3 महिना, टिआरसी बनेको 3 महिनापछि चाहिँ तपाईहरुले कम्पनीमा रिक्वेस्ट गर्न सक्नुहुन्छ। अब राम्रो कम्पनी, यदि कम्पनीले दिन गाह्रो गरेन भने तपाईहरुलाई 3 महिना भित्रै पनि 3 महिनापछि रिलिज पेपर दिइहाल्छ। नत्र भने 6 महिना वर्ष दिन कम्पनीमा कुर्नु पर्ने पनि हुन्छ। प्रायः जसो कम्पनीले 1 वर्ष गरिसकेपछि, त्यो जुन तपाईँ आउनु भएको छ त्यो कम्पनीमा 1 वर्ष काम गरिसकेपछि मात्रै बल्ल रिलिज पेपर पनि दिनु रहेछ। कसैले 3 महिनापछि पनि दिँदो रहेछ हैन। त्यो चाहिँ तपाईहरु कुन कम्पनी आउनुहुन्छ, कस्तो कम्पनीमा पर्नुहुन्छ तपाईहरुमा डिपेन्ड गर्छ। र यदि अब नदिएको खण्डमा तपाईहरु जबरजस्ती आफ्नो तरिकाले, इलिगली तरिकाले चाहिँ काम चेन्ज गर्छु भनेर रिस्क नलिनु होला। 1 वर्ष जति दुःख सुख कम्पनीमा बिताउनु होला, अनि 1 वर्षपछि रिलिज पेपर माग्दा हुन्छ हैन। तपाईहरु चाहिँ आफ्नो रिस्क चाहिँ नलिनु होला, किनभने यहाँ रोमानियामा अरू देश जस्तो साउदी, कटार, मलेसिया जस्तो इलिगल बसेर यहाँ काम छैन र सजिलो पनि छैन यहाँ। त्यही भएर तपाईहरुले जे हो गर्नु होला। दियो भने 3 महिनापछि ठिक छ, नभए 1 वर्ष पुर्नु होला अनि चेन्ज गर्ने प्रोसेस गर्नु होला। यदि कम्पनीले ओके भनेपछि, कम्पनीले जब तपाई नेपालबाट आएको कम्पनीले ओके हुन्छ, तैँले काम चेन्ज गर्न सक्छस्, म रिलिज पेपर दिन तयार छु भने तपाईले 55B रिलिज पेपर माग्नु होला। मैले त्यहाँ पुरानो दाइहरुलाई सोधिरहेको थिएँ हैन, काम चेन्ज गर्न कुन चाहिँ रिलिज पेपर राम्रो, कसरी के भन्ने कुरा हैन। तपाईले रिलिज पेपर चाहिँ 55B चाहिँ राम्रो, जुनसुकै कम्पनी तपाईहरुको जुनसुकै कम्पनीमा त्यो रिलिज पेपर देखाए पनि काम सजिलै पाउने रिलिज पेपर भनेको 55B 55B रिलिज पेपर माग्नु होला। तपाईको टिआरसी आएको 3 महिनादेखि 6 महिना भित्र, अब वर्ष दिन भित्र चेन्ज गर्न मिल्छ। कुनै कम्पनीले 3 महिना भित्रै पनि दिँदो रहेछ रिलिज पेपर हैन। कसैले चाहिँ 1 वर्ष
पछि मात्रै चेन्ज गर्न पाउँछस् भन्नु रहेछ होइन। कसैले चाहिँ फेरि अप्ठ्यारो अलिक उस्तै मान्छेले कम्पनीको अप्ठ्यारो छ भने चाहिँ गाह्रो छ भने 2 वर्ष तैँले कन्ट्र्याक्ट हो होइन, 2 वर्ष तैँले काम गर्नुपर्छ, त्यसपछि जे गर्ने तेरो इच्छा भन्ने कुरा पनि आउँछ होइन। त्यो यदि कम्पनीले जे गरेर भयो नि तपाईँले जसरी भयो नि कन्भिन्स गराएर रिलिज पेपर माग्नुभयो भने चाहिँ राम्रो हुन्छ भन्ने र भन्नुभएको छ दाइहरूले होइन। कम्पनी चेन्ज गरिरहेको दाइहरूले अब हामी त मैले त अब 6 महिना भयो बल्ल मैले चेन्ज गरेको छैन, त्यो बुझ्दाखेरि त्यो चाहिँ राम्रो हुन्छ भन्ने कुरा छ होइन। अनि तपाईँलाई अर्को एउटा चाहिने भनेको पुलिस रिपोर्ट, यहाँको पुलिस क्लियरिफिकेसन सर्टिफिकेट। तपाईँको यहाँ रोमानियाको केही नराम्रो कामहरू केही क्राइमहरू गरेको छ कि छैन भनेर त्यो बुझ्नलाई पुलिस रिपोर्ट पनि चाहिन्छ। पुलिस रिपोर्ट र पुलिस प्रहरी चौकीमा जहाँसुकै गएर तपाईँले नजिकको उसमा गएर मलाई पुलिस क्लियरिफिकेसन सर्टिफिकेट चाहियो जब चेन्ज गर्नको लागि भनेर भन्नुभयो भने दिइहाल्छ होइन। 5 मिनटभित्र तपाईँलाई दिइहाल्छ। यही थियो छोटो मिठो जानकारी। कस्तो लाग्छ कमेन्ट गर्नुहोला। तपाईँको नजर मेरो भिडियोमा परिसकेपछि एक सब्सक्राइब चाहिँ गरिदिनुहोला भन्न चाहन्छु। हस्त बाई बाई।